हेर्नु होला यो सर्प चाहिँ एकदमै ठुलो छ। दर्शक बिनहरू नमस्कार, म दीपक नेपाल, मेरो घर बाराको सिमरा हो। अहिले म रौतहट जिल्लामा आएको छु। तपाईहरुले पछाडि देखिरहनु भएको छ एकदमै ठुलो किङ कोब्रा सर्प आयो भनेर चाहिँ मलाई सर्प समाउनको लागि चाहिँ फोन गर्नु भएको थियो। र सर्प चाहिँ अब किङ कोब्रा हो कि अजिङ्गर हो त्यो चाहिँ कुनै कन्फर्म छैन। र यता आउनुहोस् त सर, अहिले हामी कुन ठाउँमा छौँ? अल्टोकी सन्दकपुर 8 चन्द्रपुर 8। र गाउँको मान्छेहरू पनि हेर्नु होला, किङ कोब्रा सर्प हेर्नको लागि चाहिँ आइरहनु भएको छ। र यतातिर चाहिँ मेला नै लागिसकेको छ। र अब हेर्न जाउँ सर्प चाहिँ कुन सर्प रहेको छ। कहाँनिर छ? ए किङ कोब्रा नै हो, कालो किङ कोब्रा रहेछ। कालो किङको सर धेरै ठुलो हो, त धेरै लामो छ। यो 15 किलो भन्दा मास्ति रहेछ। यो चाहिँ किङ कोब्रा सर्प रहेछ र सर्प चाहिँ त्यहाँ बसिरहेको छ। सर्प त्यहाँ छ सर, उता मैले देखेँ उहाँ यहाँनिर जिउ छ, उ त्यतातिर पनि देखाएको छ। उता टाउको छ, उतापट्टि यस्ता हेरेर बसेको छ यसरी। यसो गर्नु न, यसो गरे। तपाईहरुले चाहिँ देख्नु भएन होला, सायद किङ कोब्रा सर्प चाहिँ त्यहाँनिर चाहिँ झाडीमा बसिरहेको छ। र यसलाई चाहिँ अब म समाउन गइरहेको छु। र समाउनु भन्दा अगाडि चाहिँ पहिला इक्विपमेन्टहरू चाहिँ रेडी गर्नेछु। मेरो ब्याग दिनु त। तपाईहरु उता पर बसेर हेर्नु है। टाउको 3 यो सर्प चाहिँ कताबाट आएको होला यता? ए सर्प चाहिँ तपाईँले देख्नु भएको? हजुर, झन्डै टोकेको मलाई त। ए ठाडो परेर आयो कि क्या हो? होइन, पहिला सर्प मैले भने धामिन हो। बुढीले उतापट्टि घाँस काटिरहेको थियो, अनि यो मैले धेरै फोर्छ भनेर अनि यो लहरा सारा काट्न थाल्यो, अनि यहीबाट निस्क्यो। अनि माथा टाउको देख्यो, मैले भने धामिन छ। ए गरे भने यताउति भागिहाल्छ भनेर किङ कोब्रा हो सर। बोलाने भने भिडियो। अनि के भयो? अलि यहाँ नजिक आएर भन्नु न, अनि के भयो? अनि त्यहाँदेखि यो ठुलो साफ गर्दैमा त्यहाँसम्म आयो, यतिको दूरीमा ठाडो परिहाल्यो। अनि त्यसपछि कुन सर्प भनेर चिन्नु भयो? अराध। ए अनि हाम्रो मधेसिया भाषामा यसलाई केउटा पनि भन्छ नि होइन? केउटा साँप होइन, यो अराध हो। हजुर, अराधै हुन्छ। त्यो पनि हो। र अन्त केउटा भन्छ कि यो सर्पलाई। अब यो ठाउँ अनुसारको नाम हुन्छ। म पहिलातिर पनि एकचोटि आएर समातेको थिएँ नि, कतातिर हो राति, यतातिर होइन। हेलो सर, म पुगिसकेँ, भर्खर पुगेको। ए आउँदै हुनुहुन्छ? कति समय लाग्छ? ए 5-7 मिनट। त्यसो भए तपाईँ आएपछि काम सुरु गर्छु है त। ल ठिक छ। ल र वन कर्मचारी आउँदै हुनुहुन्छ, उहाँ आइसकेपछि सर्प समाउने काम सुरु हुन्छ। ल अब चाहिँ पर बस्दिन है तपाईँहरू। ल अलि पर बस्दिन है।
र वन कर्मचारी चाहिँ आइसक्नु भएको छ उहाँ वनबाट र सर्प चाहिँ यहाँनिर रहेछ सर यहाँनिर यहाँनिर देखिरह नि यसले केही खानेकुरा खाएको जस्तो पनि लागिरहेको छ यसको जिउ हेर्दाखेरि त्यो सेतो सेतो देखिरह नि बोतल चाहिँ दागी देखिया नि बुटा टाउको उताबाट देखिन्छ जुनको लागि यत्रो छ टाउको र अब म चाहिँ ढिलो नरिकन किङ कोब्रा सर्पसम्म गइरहेको छु र त्यो भन्दा पहिला तपाईहरु चाहिँ पर बस्दिनु होला है पर बसेर आफू सुरक्षित भएर हेर्नु होला भिडियो गर्नु सर्प चाहिँ यो झाडी भित्र छ र त्यो भन्दा पहिला म तपाईहरुलाई सर्प देखाउन गइरहेको छु अब सुन्नु न उहाँको पछाडी कोही पनि नआउनु है सर्प चाहिँ हेर्नु होला त्यहाँनिर बसिरहेको छ र यसको पुच्छर यता छ तपाईहरुले चाहिँ देखिरहनु भएको छ यो चाहिँ किङ कोब्रा सर्प हो झाडी भित्र छ त्यही भएर अलिअलि देखिरहेको छ र यसलाई अब म ढिलो नरिकन बाहिर निकाल्न गइरहेको छु र यो चाहिँ बाँसको झ्याङमा छ यसलाई निकाल्न चाहिँ एकदमै गाह्रो हुन्छ सर्प चाहिँ मेरो हातमा आइसकेको छ यो सर्प चाहिँ एकदमै ठुलो छ र सर्प चाहिँ अब यतै आइरहेको छ तपाईँहरूले चाहिँ देखिरहनु